सरस्वती आएर मुखमा बस्छन् लक्ष्मी आएर यो लगाउन के पो दाना पुग्दैन क्या भयो भयो दाना बन्द गरी राजा चलमा चल ओहो बाबु हात छोड न बाबु खाकीका मात्र हो असिता छैन बाबु त्यति भन्न आउँछ नि सरस्वती आएर मुखमा बस्छन् लक्ष्मी आएर ल भाइलाई लगाइदेऊ अस्मिकलाई फुल लगाइदिएछ ल हार्ले ल भयो भयो लाग्छ आशीर्वाद नै देऊ न ल तिमी पुरा सबै दिइहाल्छ ल ल अस्मिता हात दाहिने हात अगाडि सार्नुहोस् अरे दादा त्यो भात उठ्दै वासुदेवाय नमः भन्ने हैन आरुष भयो अब ल ल टिका लगाइदेऊ अनि मुडले काम गर्छ मुड कि त्यसले हो कि गुडियाउनाले मिडल फिंगर मिडल फिङ्गरले लाउनु हुँदैन थियो लाउने चाहिँ गुडियाउनाले अर्डर लगाइदिन्छ यो फिंगरले त्यो फिङ्गरले चाहिँ यसले लगाउने बाबुले हो ओ यसले त्यसले अब लगाइदेऊ हुन्छ त्यसलाई दाजुलाई टिका लगाउनु आशीर्वाद दिऊ दादालाई ल फुल लगाइदेऊ आफै आफै लिन पाउँदैन है मलाई फुल लगाइदेऊ न अरू छिटो गर न ल्याइदेऊ न दिइहाल्नु नि छिटो मलाई गर्न ल हातमा लगाइदिहाल न आरुस चाँडो हातमा लगाइदिहाल ल भाइलाई चाँडो हो ल यो अझ दाइलाई नर्मल त हो सबै न अझै पुगेन अर्नवले लायो भने अर्नवलाई भयो लाउनु पर्ने राखिदिनु त्यो हात छैन त ठिक छ एकछिन नखोलेर नि के भन्छ हात घुम्यो त्यो हजुरले लगाइदिनु ना तिमी त्यहाँ हेर गर्दै बाल्नु ल यहाँको हो यहाँ चाहिँ हेर मामुले बाँधिदिन्छ ल गुड जा ल जुस देऊ असली जुस समास चाहिँदैन तिमीलाई घरले जानु होला नि अहिले तिम्रो लड्डु पनि छ लड्डु खोइ अवस्था पहिले सिएम गर्नु हो सबै उयसमा मेरो दादा हेल्दी भइसक्यो धेरै पढिसक्यो के भन्नुपर्छ सबै भन मुखले भन्नुपर्छ कुनै कुनै ल भन भयो दादालाई दादालाई शान्तिमय पछाडि बस्न तानु हो ल बस बस के एकछिन राखी चढा है भयो अब भाइलाई अब दादा म चाहिँ हाँसे सरस्वती मुखमा बस्छौँ लक्ष्मी शिरमा बस्छौँ भन अझै एकछिन राखिराख्नु पर्छ यो त ल भयो भयो देखेर राखेको छ ल ल अब दादालाई देऊ गुड हाल चाहिँ त गुड ल ओ आशीर्वाद देऊ आशीर्वाद भाइलाई दादाले पनि ढोका दिनु दादा अब दादालाई अन्न दादाले ढोका जी गर अन्न दादा हात देऊ यो अन्न दादा दिदैन क्या ल मुखमा देऊ दादालाई ठिक छ ल भयो दादा बाबालाई गर्न देऊ त हात्ती रक्षा विधान रक्षा बच्चा विधान मागे हैन ल अर्को दादा ल अन्न दादालाई आरुषलाई दादा बाजलाई रक्षा विधान हात्ती रक्षा बन्धन ए रक्षा बन्धन हो अब तिम्रो भाइ पक्का एकछिन एकछिन जस्ट जस्ट ठिकै छ मैले विधान ल अब यसरी दादाले देऊ यो दादा चाहिँ यहाँ खै यसरी गाउँ न यसरी यसरी ल आरुसलाई पनि खुवाइदेऊ आरुसँग गर आगर ल अब भाइलाई लगाइदिने अब तिमीले आफै लाउने दादालाई दादा पर्छ बाबु दुई हातले समातेर ल अब जब सिकेर जमेर नरहेछ है नयाँ खोलेर होटलहरू चाहिँ अनि जाने बेलामा केमा जाने फ्रुटी